नमस्ते सबैजनालाई स्वागत छ मेरो आजको मिनी ब्लगमा। अनि आजको भिडियो चाहिँ म नेपालीमा बनाउँछु किनभने आज म गएको थिएँ आफ्नो घर माइत। त मैले त्यहाँबाट के लिएर आएँ त्यो चिज मलाई आफ्नै ल्याङ्ग्वेजमा भन्नुमा कम्फर्टेबल हुन्छ। त त्यसैको लागि म यो भिडियो नेपालीमा बनाउँदैछु। अनि माइत गएपछि त खाली हात कहिले पनि आन्न। त त्यसको लागि आज मैले के लिएर आएँ त्यो देखाउँछु। लास्ट टाइम मैले लाई साग लिएर आएको थिएँ, अहिले मैले के लिएर आएँ त्यो देखाउँछु। गोलबेडा, टमाटर, हामीले त यहाँ टमाटर भन्छौँ यसलाई, यो पनि सबै बारीको हो। अदुवा, यो पनि बारीको हो। त्यसैको लागि मैले यो सब भिडियो बनाएको किनभने नेचुरल सब चिज मैले नेचुरल लिएर आएको छु घरमा जो भएको। यो चाहिँ हो जिरे खुर्सानी, पाकेको हरियो हरियो जिरे खुर्सानी सानो। अनि सबसे स्पेसल चाहिँ यो हो घरको मह, मतलब हनी। हेर्नु त, प्योर एन्ड अर्ग्यानिक, यति राम्रो मिठो, very tasty, no preservation, nothing, just a pure honey. अरू सबसे स्पेसल मम्मीलाई थाहा थियो आज हामीहरू जान्छु घरमा आँदैछु भनेर, त मम्मी र बुनीले हामीको लागि चिकन मोमो बनाउनु भएको। नेपालीको घरमा त अब मोमो त भइहाल्छ नि। सो दिस इज अल वाट आई बट टुडे फ्रम माई होम। सो दिस इज अल अर्ग्यानिक, सबै अर्ग्यानिक हो, घरको बारीको। त्यही लागि मलाई यो सब चिज हजुरहरूलाई देखाउनुको थियो। थ्याङ्क यू सो मच फर वाचिङ।